सेहल गाछ आज फेरि भेट्यौँ अनि अस्ति चाहिँ हामी खोला गएको थियौँ आज चाहिँ हामी होइन बेगनासताल जान्छौँ मस्त आरामले मेरो साथीहरू पनि छन् र अहिले चाहिँ हामी बेगनासताल चाहिँ जाऊँ होइन अहिले चाहिँ मलाई ट्र्याक्टर जान लाग्यो कि झोलासोला बोकेर साथी बोकेर होइन त्यसको अब जानु सो गाछल चाहिँ हामी जाँदैछौँ मस्त आरामले होइन उहाँ चाहिँ हाम्रो त्यस अगाडि के गर्ने सो गाछल चाहिँ हामी गाछल चाहिँ हाम्रो त मस्त स्याल धेरै नै त्यही भएर हाँसेर हेर्छ समाचार छाताबाट जाऊ सो गाछल चाहिँ हामी जाँदैछौँ हाम्रो पावर हाउस होइन मस्त घुम्न आउनुहुन्छ पावर हाउस त साला चिन्दा पनि चिन्ने छैन कति ठुलो रोड र काठमाडौँको भन्दा पनि ठुलो रोड बनिसक्यो रोकम उडिदियो भने सो गाछल चाहिँ यता हामी गल्लीतिर घुस्न लागेको छौँ बहुत राम्रो र अनि अर्को कुरो गाइजहरू यहाँ पावर हाउसमा चाहिँ एउटा सप खुलेर आउनु होला तपाईँहरू पनि मस्त आरामले होइन त्यसको नाम चाहिँ के थियो बिग मार्ट थियो त्यो साइडमा खुलेको सो गाइज अब चाहिँ हामी सिधै होइन बेगनासताल पुगिसिधै आउँछौँ ल अब चाहिँ म्याजिक ट्रिक हानौँ न त ल बेगनासताल मस्त आरामले भयो हुन्छ त्यतातिर क्या राम्रो सिन आछ हरियो सुगा त्यस्तो हामीले यहाँ पौडी हामी यहाँ मस्त छौँ हेर्नुहोस् मस्त यहाँ खेल्न लागेको छ चल्छ हामी खेल्दैछौँ
अभिषेक हेर्छु छन् अभिषेक चाहिँ मस्त आरामले नितेश चाहिँ यो साइडमै सबैहरू हेर्नुहोस् मस्त यता चाहिँ अचम्म खेलिरहेको छन् त्यता चाहिँ बहुत मान्छेहरू छन् छाता यता छाताको हालत खराब यसको गाइजहरू अब चाहिँ जानु यता चाहिँ मान्छे अहिले सुन्ने होइन होला किनभने भिड छ ए गाइज आज चाहिँ हामी एउटा ललेसको बाबत यहाँ चाहिँ के बनाउनु लागेको छ नि यहाँ चाहिँ के बनाउनु लागेको छ त्यहाँ चाहिँ अलि बेचेर हान्छ अहिले चाहिँ हामी त खम्बाहरूमा मस्त तैरिँदै बसिरहेको थियौँ यही राम्रो होला यहाँ चाहिँ धेरै माछा मार्छन् गाइज हेर्नुहोस् हेलो गाइस यता चाहिँ हामी यता आएर यता मस्त बसिरहेको छौँ भिडियोमा यो हो कि खुडी खोलातिर जाने यस्तो बोट चलाउनु पाएको पनि किन आइज अनि पुण्य त तिमी हो त यहाँ फोटो खिचौँ न बरु जाऊँ खतरा छ यताउति ठाउँ यही फोटो खिच्छु ल्याउ नि त जाऊ गड्योला छैन यत्रो ठुलो जङ्गलमा यो चोर भेटियो अर्काले फालेको यसरी टिप्नु छ यी एउटा चोर यहाँ छ यो न के देखाउँदा ए क्या राम्रो थाहा यार झकमक्क फुलेको के राई अब ठुलो मान्छे हुन लागिसक्यो सोगा चले चाहिँ म होइन आगो बाल्ने जुगाड लिन जान लागेको छु जसको अझै पाएन मान्छेले के सोचिरह्यो होला मलाई थाहा छैन मलाई पनि थाहा छैन मान्छेले के सोचिरहेको छ मलाई थाहा छैन गएको मलाई मस्त आरामले चुपचाप गएको छैन
फाइनल बोल 69 नंबर 69 सही बात है फाइसलबाट चलिरहेछ सो गाइस म चाहिँ सलाइको लागि कता पुग्न परिरहेको छ किनभने आगो बाल्ने जुगाड चाहिरहेको छ सो गाइस सलाइको लागि कहाँ आउनु परिसक्यो मलाई पनि थाहा छैन अनि यता चाहिँ चलिरहेको चार्जिङ कार कस्तो चार्ज गरिरहेको छ बत्तीलाई आजकल नेपालमा पनि टेक्नोलोजी आइसक्यो कस्तो आरामले चार्ज गरिरहेको छ अब हामी चाहिँ लाइटर खोज्नतिर लागौँ साला कति गाह्रो यार लाइटर खोज्नु पर्छ उयो कति आउँछ मिलाएर दियो हुन्छ हामी यता होइन सबै दिन लगाएको छौँ लाइटर जे भयो पनि सोगा चल्छ हामी होइन यता धेरै नै टाढा आएको छौँ त्यहाँनिर मलाई लाइटरको धपधपीले हाइरहनु भयो त्यहाँ चाहिँ फेरि एउटा मन्दिर बनाउनु लागेको छ त्यहाँ मलाई गाई माता पनि हुनुहुँदो रहेछ कस्तो त्यो सोगा चाहिँ मन्दिर छ म चाहिँ मलाई धपधपीले कता कता पुगिसक्यो यहाँ पाउन्न भन्ने थाहा तर म चाहिँ अगाडि जान्छु सो गाइस बल्ल बल्ल 1 घन्टापछि पाइसकेको छु कति 20 होइन 1 घन्टापछि फेरि यो जे पाइ खानलाई होइन हामी चाहिँ यहाँ आगो सल्फल मतलब आगो सल्काएर खाना पकाउनलाई हो गाइस फेरि जे पाइ खानलाई होइन नि गाइस फेरि जे पाइ खानु नसोच्नु होला नो स्मोकिङ आई डोन्ट स्मोक अनि हामीमा कोही पनि स्मोक गर्ने कोही पनि छैन होइन त्यही स्मोक गर्नुहुन्न गाइस होइन त्यो चुरोट खानुहुन्न हामी चाहिँ यो उस गर्नलाई मात्रै हो होइन अनि गाई चाहिँ मन्दिरमा कोही सुतिरहेको छ को सुतेको होला त्यही मन्दिरमा काम गर्ने मान्छेहरूलाई गाइस अब चाहिँ हामी जान लागेको छौँ फेरि लाइटर पाइसक्यौँ हाम्रो मिसन कम्प्लिट फेरि जे पाइ खानालाई होइन मैले अहिले भनिसकेँ ल अब चाहिँ हामी जाम कस्तो लाइटर लिएर खाना पकाउन केही भएन गाइस अब चाहिँ म्युजिक खोल्टीमा हाल त्यसको गाइड तिमीले हालेको यस्तो हालेको त यस्तो देखाए यस्तो भने सोगा चाहिँ हामी जान लागेको छौँ सोगा चाहिँ होइन हामी चाहिँ जान लागेको छौँ मस्त डाँडातिर हेर्नुहोस् गाइड चाहिँ हामी जङ्गलतिर जानु अहिले चाहिँ हेर्नुहोस् होइन हाम्रो चाहिँ यता कार्यक्रम गर्दै हो यता चाहिँ हेर्नुहोस् यता चाहिँ हाम्रो यता आगोको कार्यक्रम यता चाहिँ पटैत्र भइसक्यो अब यसो होइन खालि उयस चाहिँ के हो भन्नु होला यो चाहिँ भ्यू है यता चाहिँ मस्तो बसिरहेको छ यता चाहिँ आगो यता चाहिँ हामी यत्रोबाट भनेको रुखको अगाडि जाने हामी यो मलाई रुखमा आगो लगाएर घर माथि हुन्छ मलाई जङ्गल भरि आगो लाग्छ पुरै जङ्गलको बिचमा बसेर खाइरहेको हेर पाक्छ कि पाक्दैन अब यता चाहिँ होइन तिरिमिरी भ्याउ चलिरहेको छ यी यस्तो आगो सागो बोलेर होइन ट्याक्क जस्तो बाल्नको पऱ्यो कि हाम्रो चाहिँ यहाँ कुकर प्रेसर ए यो छाता जल्ला बर्बाद हुन्छ राम्रो दामी चलिरहेको छ कालै देखेर चाहिँ म त कालै छु नि मस्त पाक्दै हो होइन चार्ज भ्याएर
हामीले सब बिर्सेछ यसले पकाएको आमा सुनाए छैन यता हाम्रो छ होइन हेरौँ यता हाम्रो तरकारी मलाई कहाँ देखाएको थियो तरकारी लैदेखाएको क्यामराम्यान भएर अलि राम्रो बनाउँ न यता चाहिँ हाम्रो पाक्दैछ तरकारी भाइ कता आयो क्यामरा आयो एरियाहरूको राम्रो क्वालिटी आयो हामी कोटी होम गराएको थियौँ स्कुलमा होइन बिहान मैले भ्याउ बनाउनु पाइनँ आइम सरी गाइस दिल्लीमा जाम्ला अर्को दिवाली पछि जाम्ला कोटी बिरालो पछि झोला त झोस्यो भयो मम्मीले कागज नटुई गराइदियो होला त्यही हो अब कार्यक्रम घर अहिले कति बज्यो मोबाइल 4 बजी सकेको छ गाइस त त्यहाँ पर्छ अब त्यही तिमीलाई गाह्रो हुन्छ तिमीहरू राति म त ठ्याप्लाइ भुलि नआइदिनु हुन्छ अब फोनमा बेला फोन आयो भयो होमवर्क गरिदे के बोलेन ओए फोन हानेर होमवर्क दे भन्नुहुन्छ भने काटेर बस्ने होला पकाउनु पर्ने 2-3 दिन बिराएर बस्छु हात मिल्छ त्यो 1 मिनेट भइसक्यो भ्लग बनाएको बोलेकै छु के बोले भाई के बोले राई नाच दे ल नाच बसिरहेको छैन एकदिन चाहिँ हेर्नुपर्छ नि भन्ने कुरा त राम्रै हाम्रो यता पानी सानी खै चिताको
अरे बेसरी यस्तो पाराले भने गाई छैन उरी खोला च्यातेको झोला भाग्यो भाग सुगा चल्छ म होइन ग्रिन पार्कमा मस्त घुम्दैछु अनि मस्त होइन राति राति ग्रिन पार्क आउनु मजै अर्कै छ गाइस कस्तो आरामले त्यहाँ अगाडि हेर्न जानु पहिला चाहिँ त्यहाँ राम्रो पहुँच त्यहाँ जानु पर्यो होइन घुम्नै पर्यो म त यो ग्राउन्ड